त्रिभुवन विश्वविद्यालयले ब्याचलर फर्स्ट इयरको रिजल्टहरू पब्लिस गर्न सुरु गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयले फर्स्ट इयर अन्तर्गत बीबीएस र बीए को रिजल्ट सार्वजनिक गरिसकेको छ भने केही दिन अथवा केही हप्तामा बीएड को पनि रिजल्ट आउनेवाला छ। आज चाहिँ म यो भिडियो अन्तर्गत रहेर बीए फर्स्ट इयर, त्यसैगरी बीबीएस फर्स्ट इयर अनि त्यसैगरी बीएड फर्स्ट इयर को रिजल्ट कसरी हेर्ने, यसको लागि सबैभन्दा पहिला त तपाईँ आफ्नो मोबाइलको ब्राउजरमा जानु होला। त्यसपछि यहाँनिर सर्च गर्नु होला TU इक्जाम रिजल्ट। सर्च गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। तपाईले यो जुन सुरुमा TU इक्जाम result.tuexam.edu.np आएको छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। तपाईले सिधै डिस्क्रिप्सनमा भएको लिंकबाट पनि रिजल्ट हेर्न सक्नुहुन्छ है त। अब यस्तो इन्टरफेस आइसकेपछि तपाईले यहाँनिर सिलेक्ट एन इक्जाम भनेको छ अनि सिलेक्ट एन अप्सन भनेको छ, यसमा छुनु होला। त्यसपछि सबैभन्दा सुरुमा जुन आइरहेको छ 4 इयर्स बीए बीएससी बीएड बीबीएस फर्स्ट इयर रेगुलर, यसमा क्लिक गर्नु होला। त्यस्तै प्रोग्राममा चाहिँ तपाईले बीबीएस पढ्नु भएको छ, बीए बीएड कुन पढ्नु भएको छ त्यो सिलेक्ट गर्नु होला। त्यसपछि प्रोग्राम ड्युरेसन भनेर आउँछ, तपाईले यहाँनिर फर्स्ट इयर भनेर राख्नु होला। त्यस्तै यहाँबाट तपाईले सेकेन्ड थर्ड इयर को पनि सजिलैसँग चेक गर्न सक्नुहुन्छ। अहिले चाहिँ म फर्स्ट इयर को कुरा गरिरहेको छु। त्यसपछि यहाँनिर तपाईले सिम्बल नम्बर भनेको छ, यहाँनिर आफ्नो सिम्बल नम्बर राख्नु होला। सिम्बल नम्बर राखिसकेपछि सर्च भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईको अगाडि रिजल्ट आउँछ है त। यसरी तपाईले सजिलैसँग त्रिभुवन विश्वविद्यालयको फर्स्ट इयरको रिजल्टहरू चेक गर्न सक्नुहुन्छ। त्यसैगरी सेकेन्ड थर्ड को पनि मजासँग चेक गर्न सक्नुहुन्छ है त। यदि भिडियो मन परे भिडियोलाई लाइक गर्नु होला। यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। हस्त धन्यवाद।